हेलो साथीहरु, फेरि आजको रेसिपी पनि मोमो नै छ। आज चाहिँ बफ मोमो बनाउँदैछ यहाँ मेरो नन्द, मेरो छोरा। अबे के गरेको यस्तो हैन उता। त्यसको लागि यहाँ बफ्कीमा देखाउँदैछु। बफ्कीमा बन्दैछ। एक टिफिन बनिसक्यो है साथीहरु। दुई टिफिन हैन, एक टिफिन अनि दुई चारवटा साथीहरु। बफ मोमो बन्दैछ आज चाहिँ हैन। आज चाहिँ शनिबारको दिन हटिया त्यता लाग्छ। पर यो रुखहरू देख्नुभयो झुरुममा, यो पिपल बोर्डको रुख यतातिर लाग्छ हटिया चाहिँ। छोड न बाबु, पर है साथीहरु हटिया लाग्ने ठाउँ। यता हाम्रो घर जाने बाटो, यो मेन रोड नगर बाबु, मेन रोड। दोकानको अनि गाउँघर हिँड्ने कुन रोड त? मेन रोड त पिच रोड। अनि मैले चाहिँ यहाँनिर बफको सुप बनाएको थिएँ अलिकति होइन। यहाँ अलिकति बफ मोमोको डिमान्ड आएको छ, त्यसको कारणले सुप सहित यो सुप बनाएँ मैले है। सुप बनाइसकेको छु। अनि मोमो बन्दैछ। अनि अचार पनि मैले बनाएँ। यो फ्रिजमा राखिसकेको छु अघि नै होइन। फ्रिज नखोलौँ होला साथीहरु, धेरै सामानहरू छ कि खोलौँ हौ। ल खोलेर देखाइदिउँ न। यस, यो पानी छ, यतापट्टि चिसोको आइटम। अनि यहाँ छोपेर राखेको छु अचार। यहाँ चाउमिन उसिनेर राखिराखेको। अब गर्मीको मौसम छ साथीहरु। अनि मतलब त यहाँ बाहिर राखेको भने त अहिले बनाएको सामान एकछिनमै उम्लिन थालिहाल्छ। अनि यो झम्फामा चाहिँ तुम्बा छ साथीहरु, तुम्बा। अनि यता पानी, यता सेकेर छु होइन। यता पनि पानी छ। अनि अलिअलि यस्तो सामानहरू, तुम्बाको भाँडाहरू उता छ साथीहरु। अनि यो सानो फ्रिजमा चाहिँ के छ बाबरे बा। यहाँ पनि चिसोहरूको आइटम छ, लेमनहरू राखेको छु होइन। उतापट्टि बियर छ। अनि सामानहरू छ। यहाँ पनि चिसोहरू हालिदिइराखेको छु मैले। हालिदिएको आज त मोमो खाने हो। आज इधर अबे साइकल लिएर नि यो बच्चाहरू, साइकल होइन कत्रो। अनि हिजो चाहिँ हाम्रो सासूआमाहरू यहाँनिर यस्तो सरसफाइ गरेर जानुभएछ, नत्र यहाँ झारै झार्थ्यो। हेर्नुहोस् है, बाबुले पानीपुरी खान्छ अरे। पानीपुरी पनि अलिकति भिजाएको छु। यसरी सफा गरिदिनु भएको छ। ल मोमोमा आउँ न त। सुरजमा राखेर मोमो पाक्छ। यहाँ बेलेको हेरौँ न मोमो हौ। बेलेको बनाएको सुरज भी एक गोली मार दूंगा भन्दै बनाएको थिएछ। एउटा चाउचाउ बोकिहाल्छ पछाडि। भिडियो बनाएको थियो कि अनि त्यही हेर्छ। अनि ह्याप्पी बिस्कुट त्यो एउटा भिडियो थियो नि सिगाडी वाला, त्यही मै हो। डन हो, म डन हो। तपाईँ कुरा छ कि त्यो कति मन पराउ कि बाइक। बाबाई ओक्रा माल्टी के भर्ती के दाल घोडा आफ्नै घोडा सोल्ने भयो। कलरा बनले देखाउ। हाम्रो कल पनि बनाऊ। कल बनाउँदैछ, पछाडि कल बिग्रेको थियो। चल चल चल। हो सुक्दैन भने भइगयो। मैले भिडियो लिएर कल बनाएको भिडियो। ल साथीहरु, कल पनि बनियो होइन। अब यहाँ जेठ 2 गते मेला लाग्ने हल्ला छ। त्यहाँ अघि हटिया जहाँ लाग्छ वहाँ पर मेला लाग्ने भन्दैछ न, कहिले लाग्छ भन्न जानु परेन अब।
खाने पानी मात्रै लिन गयो अरू यही पानी लिन जानु पर्छ बुझ्यो त्यो के भन्छ उयसको दिन चाहिँ एक दिन छुट्टी ल्याए कि छुट्टी नै हुन्छ कि मेलाको दिन छुट्टी भन्नु भएन त छुट्टी ल्याएको रे त्यसै भन्दै थियो सञ्जय त मेलाको दिन सञ्जय पनि छुट्टी लिने अरे अनि विकास आउँछ होइन अब त्यो मेलाको दिन बच्चा बाबु त स्कुल गएर पछि आउँछ कि अब उसको पनि छुट्टी पर्यो शुक्रबार हाफ छुट्टी हुन्छ छिट्टै आउँछ विकास पनि आउँछ भनिदिइसकेको अस्ति सघाइहाल्छ पानी कल बनिहाल्यो नि बेल्दै त्यतै मस्काउनु पर्छ म यता दिइहाल्छु धेरै नबनाउनु त्यतिखेर बफ मोमो होइन अब रोस्ट बनिन्छ बनिन्छ बफ मोमो मासुहरूको आइटम मात्रै हुन्छ होला रोस्ट बना भन्नु भने बनाउने होइन अलिकति नत्र नबनाउने भनेको छु हेरौँ बफ मोमो चाहिँ बनाउनु पर्छ अनि राँगाको मासुहरू चाउमिन बनाउने मलाई त समोसा पनि बनाउन मन थियो है गोटामा डक्टर 20 रुपियाँ गोटा बेच्नुलाई अब के भन्नुहुन्छ सञ्जय नत्र अस्ति बनाएर खाएको त हामी आउँछ मलाई के त सलक परेको खोज्ने होइन नि अलिअलि बाङ्गोटीको टेढो बनाउनु बिकिहाल्छ यहाँ बनाउँदै थियो नि शक्तिको भाइ आएर समोसा पनि बेच्नुहुन्छ भनौँ मैले पनि बच्चालाई खाना बनाएको अब खानै मन छ भने खानु भनेर 20 रुपियाँ गोटा 40 रुपियाँको 2टा दिएँ त खायो अनि फेरि उसले पनि बुटुङ्गे पढे पनि कि कुमार दाइले पनि भन्छ ल दिएँ अब के गर्नु अनि 60 टाका बेच्दै अरू नि बाबु बेले 8वटा खायो मैले 2टा ल साथीहरू मोमो चाहिँ पाकिसक्यो हेर्नुहोस् त यसरी जुसी मोमो बनेको छ जुसी बफ मोमो अब म प्लेटमा लाउँछु तिमी त भनिहाल्छौ नि प्राप्यो उता हौ देखेन अजाहरू बाबु अर्को मोमोको टिफिन पनि ल्याउ त टिफिन यहाँ पाक्न हालिदिन्छु होइन बाहिरमा भरेको टिफिन भनेको कुन टिफिन लिन गयो बच्चा ल मोमो खाइसक्यौ मोमो खाएको कस्तो छ मोमो कसरी बनेको त मिठै छैन जस्तो एक पिस खानु कि क्या हो खानु फेरि अरू थपिदिन्छु मिठो छ सल्लाह साथीहरू मोमो पनि पाकिएर बाबुले खाइ पनि सक्यो चाखिसक्यो आजको यति नै टाटा बाइ के